नमस्कार। आज हामी संयुक्त राष्ट्र सङ्घसँग सम्बन्धित केही महत्त्वपूर्ण वस्तुगत प्रश्नहरू र तिनका सही उत्तरहरूका बारेमा चर्चा गर्नेछौँ। प्रश्नोत्तर खण्ड। प्रश्न 16। संयुक्त राष्ट्र सङ्घको बडापत्र अथवा चार्टरमा कतिवटा अध्यायहरू रहेका छन्? विकल्पहरू 10, 19, 15, 21। सही उत्तर हो 19। प्रश्न 17। सुरक्षा परिषदका 5 स्थायी सदस्य राष्ट्रहरू कुन कुन हुन्? विकल्पहरू अमेरिका, रुस, चीन, बेलायत र फ्रान्स। अमेरिका, भारत, चीन, बेलायत र जर्मनी। अमेरिका, रुस, जापान, फ्रान्स र क्यानाडा। रुस, चीन, बेलायत, फ्रान्स र इटली। सही उत्तर हो अमेरिका, रुस, चीन, बेलायत र फ्रान्स। प्रश्न 18। संयुक्त राष्ट्र सङ्घको कुन अङ्ग हाल निष्क्रिय अवस्थामा रहेको छ? विकल्पहरू आर्थिक तथा सामाजिक परिषद, जिम्मा जमानी परिषद, अन्तर्राष्ट्रिय न्यायालय, सचिवालय। सही उत्तर हो जिम्मा जमानी परिषद, ट्रस्टीशिप काउन्सिल। प्रश्न 19। संयुक्त राष्ट्र सङ्घको महासभाको बैठक वर्षको कति पटक बस्ने गर्दछ? विकल्पहरू 2 पटक, आवश्यकता अनुसार मात्र, वर्षको 1 पटक सेप्टेम्बर महिनामा, प्रत्येक 2 वर्षमा 1 पटक। सही उत्तर हो वर्षको 1 पटक सेप्टेम्बर महिनामा। प्रश्न 20। संयुक्त राष्ट्र सङ्घको नाम राख्न सुझाव दिने व्यक्ति को हुन्? विकल्पहरू विन्स्टन चर्चिल, फ्र्याङ्कलिन डी रुजवेल्ट, जोसेफ स्टालिन, वुडरो विल्सन। सही उत्तर हो फ्र्याङ्कलिन डी रुजवेल्ट। प्रश्न 21। हाल संयुक्त राष्ट्र सङ्घमा कतिवटा सदस्य राष्ट्रहरू रहेका छन्? विकल्पहरू 190, 192, 193, 195। सही उत्तर हो 193। प्रश्न 22। संयुक्त राष्ट्र सङ्घको सबैभन्दा पछिल्लो अर्थात् 193औं सदस्य राष्ट्र कुन हो? विकल्पहरू पूर्वी तिमोर, मोन्टेनेग्रो, दक्षिण सुडान, स्विट्जरल्यान्ड। सही उत्तर हो दक्षिण सुडान। प्रश्न 23। अन्तर्राष्ट्रिय न्यायालय अर्थात् आइसिजेमा कतिजना न्यायाधीशहरू रहने व्यवस्था छ? विकल्पहरू 10 जना, 15 जना, 9 जना, 21 जना। सही उत्तर हो 15 जना। प्रश्न 24। संयुक्त राष्ट्र सङ्घको 6वटा आधिकारिक भाषाहरू कुन कुन हुन्? विकल्पहरू अङ्ग्रेजी, फ्रेन्च, चिनिया, रुसी, स्पेनी र अरबी। अङ्ग्रेजी, फ्रेन्च, हिन्दी, जापानी, जर्मनी र रुसी। अङ्ग्रेजी, चिनिया, नेपाली, स्पेनी, अरबी र इटालियन। अङ्ग्रेजी, फ्रेन्च, पोर्चुगाली, रुसी, स्पेनी र चिनिया। सही उत्तर हो अङ्ग्रेजी, फ्रेन्च, चिनिया, रुसी, स्पेनी र अरबी। प्रश्न 25। संयुक्त राष्ट्र सङ्घको बजेटमा सबैभन्दा बढी योगदान गर्ने राष्ट्र कुन हो? विकल्पहरू चीन, जापान, अमेरिका, जर्मनी। सही उत्तर हो अमेरिका। प्रश्न 26। नेपालले संयुक्त राष्ट्र सङ्घको सदस्यता प्राप्त गर्दा कुन प्याकेज डिल अन्तर्गत गरेको थियो? विकल्पहरू 16 राष्ट्रहरूसँगै, 20 राष्ट्रहरूसँगै, 10 राष्ट्रहरूसँगै, 5 राष्ट्रहरूसँगै। सही उत्तर हो 16 राष्ट्रहरूसँगै। प्रश्न 27। संयुक्त राष्ट्र सङ्घको कुन विशिष्टीकृत संस्थाको मुख्यालय इटालीको रोममा रहेको छ? विकल्पहरू युनेस्को, आइएलओ, एफएओ, खाद्य तथा कृषि सङ्गठन, युनिसेफ। सही उत्तर हो एफएओ, खाद्य तथा कृषि सङ्गठन। प्रश्न 28। कुन महासचिवको हवाई दुर्घटनामा परि निधन भएको थियो? विकल्पहरू ड्याग ह्यामरसल्ड, ओथ हान्ट, कुर्ट वाल्डहेम, कोफी अन्नान। सही उत्तर हो ड्याग ह्यामरसल्ड। प्रश्न 29। सुरक्षा परिषद अर्थात् सिक्युरिटी काउन्सिलमा जम्मा कति सदस्य राष्ट्रहरू हुन्छन्? विकल्पहरू 5, 10, 15, 20। सही उत्तर हो 15, जसमा 5 स्थायी र 10 अस्थायी सदस्य रहन्छन्। प्रश्न 30। संयुक्त राष्ट्र सङ्घको स्थापना हुनुअघि कुन अन्तर्राष्ट्रिय संस्था अस्तित्वमा थियो? विकल्पहरू सार्क, लिग अफ नेशन्स, युरोपियन युनियन, रेड क्रस। सही उत्तर हो लिग अफ नेशन्स अर्थात् लिग अफ नेशन्स। अन्त्य। तपाईलाई यो जानकारी कस्तो लाग्यो? यस्तै उपयोगी भिडियोहरूका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।